बुधबार जन्मिने व्यक्ति धार्मिक, तीव्र दिमाग, मृदुभाषी, बुद्धिबाट काम लिने अथवा आफ्नो बुद्धिलाई प्रयोग गरेर धन, सम्पत्ति, मान, प्रतिष्ठा, इज्जत अथवा सम्पूर्ण जीवनका लक्ष्यहरू नै प्राप्त गर्ने शक्ति चाहिँ बुधबार जन्मिने व्यक्तिमा हुन्छ। किनभने बुधबार जन्मिने व्यक्तिमा भगवान विष्णुको अथवा कृष्णको नै साक्षात कृपा रहन्छ। अलिकति लापरवाही स्वभावका भए तापनि बहु प्रतिभाका धनी यस्ता खालका व्यक्तिले चाहिँ जीवनमा खासै दुःखको अथवा कष्टको समय चाहिँ अनुभव गर्न पाउँदैनन्। तर आवश्यकता छ कि तपाईको जन्मकुण्डलीमा बुधको स्थिति राम्रो हुनु पर्यो। यदि बुधको स्थिति राम्रो छैन भने यी कुराहरूमा चाहिँ तपाईले चाहिँ कमी महसुस गर्न सक्नुहुनेछ र बुध ग्रहलाई शुभ बनाएर अथवा भगवान कृष्णको अथवा विष्णुको दर्शन पूजा अथवा बुध ग्रहको मन्त्रको जप अनुष्ठान पूजा अर्चना गराएर बुध ग्रहलाई शुभ बनाएर बुधका सम्पूर्ण शुभ फलहरू चाहिँ प्राप्त गर्न सक्नुहुन्छ।